साथीहरू यो बिहान र बेलुका चाहिँ कति धेरै हतार क्या, जहिले यति नै हतार। अनि आज चाहिँ मैले बेलुकाको भिडियो चाहिँ कहिल्यै बनाउनु भ्याउँदिनँ थिएँ क्या, हतार हुन्थ्यो। अनि खाना बनाउनुतिरै लाग्थ्यो, भिडियो गर्दा अलिक ढिलो हुन्छ नि त, भिडियो गर्न थाल्नुपर्छ। अनि आज चाहिँ बेलुकाको बनाउनु पऱ्यो भनेर अलिक छिटै थालेँ। अनि मैले चाहिँ यहाँ पिठोलाई भिजाएर राखिदिएँ। हामी चाहिँ बेलुका प्रायः रोटी नै खान्छौँ क्या। अनि आज चाहिँ मैले चनाको दाल र आलुको ग्रेभी बनाउनु पऱ्यो भनेर बनाउनलाई ठिक पारेँ। अनि मैले चनालाई चाहिँ अघि भिजाइसकेँ, अनि तातो पानीमा भिजाइसकेँ। अनि यहाँ मैले मसला रेडी गर्दैछु। मैले थोरै अदुवा पिसेर लगाएँ, अनि त्यस पछाडि मसला 1 चम्ची लगाएँ, अनि बेसार लाएँ। हामी चाहिँ प्याज नखाने भएकोले प्याज लसुन चाहिँ हामी लाउँदैनौँ होइन, तपाईँहरूले चाहिँ लाउन पनि सक्नुहुन्छ। टमाटर चाहिँ आज सकिरहेको थियो, अनि मैले टमाटर चाहिँ लाइनँ। अनि मैले यहाँ 4-5वटा आलु पनि निकालेर आलुलाई पनि मजाले तासेर त्यसलाई सुधारेर यस्तो बनाएर चनालाई पनि मजाले भिजेपछि 2 पानी पखालेर अनि यहाँ सुक्खा पारेर राखेँ। अनि यता कुकर बसाएँ। कराईमा भन्दा पनि कुकरमै मजाले पाक्छ क्या, छिटो पनि हुन्छ, ग्यास पनि फारो हुन्छ। अनि म चाहिँ कुकरमै बनाउँछु यसरी बनाउँदाखेरि चाहिँ, ग्रेभी बनाउँदा चाहिँ प्रायः। अनि मैले यहाँ तेल अनि मेथी जिरा धनियाँ लगाएर रेडी गरेँ। अनि मैले अघि तयार गरेको मसला पनि त्यसमै लगाइदिएँ। अनि यो बटुकामा पनि अहिले लागेको हुन्छ नि त, म चाहिँ साह्रै लोभ लाग्छ, त्यो चाहिँ मजाले पखालेरै लाउँछु। अनि त्यसलाई पनि पखालेर लाएँ। अनि यो दाल र चनाको दाल र आलुलाई पनि मैले कुकरमा ओइदिएँ। अनि यसरी पकाएर रोटीसँग चाहिँ ग्रेभी नै मिठो हुन्छ नि त। अनि जहिले मटर चना अनि अरू थोक भन्दा पनि कहिलेकाहीँ त्यो चनाको दाल चाहिँ राम्रो पनि हुन्छ, हेल्दी पनि हुन्छ भन्ने लागेर जिउलाई पनि राम्रो हुन्छ। अनि यसरी बनाएँ। अनि स्वादअनुसारले नुन पनि लगाएँ मैले। अनि मजाले यसलाई चलाएर चाहिँ थोरै पानी लाएर चलाएँ मैले। अनि कति चाहिने हो त्यति पानी लगाएर मजाले 2-3 सिटी लगाएपछि यो मजाले रेडी भएर पाकिहाल्छ। अनि यता म चाहिँ रोटी बनाउनलाई पिठो अघि भिजाएर रेडी पारेको थियो। अनि त्यसैलाई फेरि निकालेर एकचोटि मजाले माडेँ क्या, यसरी फेरि एकछिन छोडिदिएर अनि माड्दाखेरि चाहिँ मजाले रोटी फुल्छ क्या। अनि मजाले त्यसलाई माडेर मैले यहाँ रेडी बनाएँ, अनि साइडमा राखेँ। अनि यो भिडियो बनाउँदै गर्दा चाहिँ तपाईँहरूलाई के भन्छ, मेरो चाहिँ बाबु आएर के गर्नुभएको, फोन किन चलाउनु भएको माम पकाउँदाखेरि भनेर हैरानै बनाउँछन् क्या। अनि मैले यसरी सबै डल्ला बनाइसकेँ। अनि बनाउँदै बेल्दै गर्न पनि अलिक झ्याउ हुन्छ क्या। अनि म चाहिँ एकैचोटि नै बनाउँछु, 10-12वटा बनायो अनि बेल्न थाल्यो। अनि यसरी बनाउँदाखेरि सुक्छ कि भन्ने चाहिँ हुँदैन, अब छिटो बेल्नुपर्छ, धेरै बेर राख्यो भने चाहिँ सुक्ने हुन्छ। अनि यहाँ सुई मैले चाहिँ बेल्न थालेँ क्या। मैले चाहिँ यो भर्खरै भिडियो बनाउन थालेकोले होला अलि बोल्न चाहिँ अप्ठ्यारो नै हुन्छ क्या, बानी भएको छैन। काहीँ सुधार्नु पर्ने ठाउँ छ भने चाहिँ अवश्य पनि कमेन्टमा भनिदिनु होला। यसरी हामीले बेलुका रोटी खान थालिकन चाहिँ क्या जिउ चङ्गा भए जस्तो हुने क्या, हल्का भए जस्तो हुने। अनि त्यस पछाडि 2-3 दिन खाएर हेरिनु, अलि दिन त कस्तो भयो क्या माम खाने बानी। अनि त्यहाँबाट अहिले चाहिँ अब बानी भयो, हामी रोटी नै खान्छौँ प्रायः बेलुका। अनि यसरी मैले तावा मजाले तताए पछाडि चाहिँ रोटी राखिदिएँ। अनि यसरी पल्टाइ गरेँ। अनि फुलेर हेर्नु कस्तो मजाको भइरहेछ। अनि आजभोलि यो गर्मी चाहिँ के विधि बढेको हो कुनि, आमा खाना पकाउन भनौँ कि पसिना हुन्छ हौ। अनि यसरी मैले रोटी पकाउँदै थिएँ। अनि त्यस पछाडि यो साग चाहिँ कस्तो, सब्जी दाल चाहिँ कस्तो भएछ भनेर मजाले हेर्नलाई गएँ, मजाको भएको रहेछ। अनि त्यसलाई छोपेर राखिदिएँ। अनि हाम्रो रोटी र दाल चाहिँ पाकेर रेडी भयो। अनि मैले पस्केर सबैलाई दिएँ। अनि मिठो भएको थियो। यसरी हजुरहरू पनि एकचोटि पकाएर खानु होला, मिठो हुन्छ, सेहतको लागि पनि राम्रो हुन्छ। थ्याङ्क यू।